हेलो अनि नमस्ते सबैजनालाई। हिजोको दिन चाहिँ हामीले के गर्यौं, कसरी बर्थडे मनायौं भनेर हजुरहरूलाई भन्न गइरहेको छु। भिडियोलाई बोर नमानिकन भिडियो अन्तिमसम्म हेरिदिनु होला। एक हप्ता अगाडिबाट बर्गर खाने बाबुको बर्थडेमा हुँदै थियो। बाबुसँग बाहिर के निस्केको फाइदा चाहिँ उठाइहालेछ। सिम्पल रोस्ट बनाउने भनेर नुन छर्किएर अनि बेसार छर्किएर अनि त्यसपछि कतिलाई पनि निचार नुचुर पारेर यहाँ राखिदिएँ। अब खुर्सानीको धुलोलाई पनि छरिदिएर यसलाई मोलमाल पारिदिनु पर्ने हुन्छ। सिम्पल तरिकाले रोस्ट बनाउन गइरहेका छौँ। तेललाई पनि छरिदिएँ थोरै अनि मोलिदिएँ। मोलमाल पारेर पनि रेडी भइसक्यो। अब यसलाई चाहिँ एकछिन छोपिदिन्छ। चाहिँ भिज्दै गर्छ। अब यहाँ चाहिँ सानो कराई बसालेर तेल राखेर थोरै मेथी पड्काएर बदामलाई पनि तेलमा भुट्न गइरहेका छौँ। त चाहिँ के पकाउनु लाग्यो भने दङ्ग पर्नुभयो होला। भिडियो हेर्दै जानु, हजुरहरू आफै थाहा पाउनुहुन्छ। अनि काटेर राखेको टमाटरलाई पनि राखिदिएँ। बेसारलाई राखेर चलाइदिएँ। यसरी मजाले चलाइसकेपछि अब हामी नुन राख्न गइरहेका छौँ। नुनलाई पनि छरिदिएँ। स्वाद अनुसार नुनलाई पनि राखेर अनि मोलमाल पारिदिएँ। अब पालो आयो तातो पानी राखिदिने। तातो पानी पनि राखेर एकछिन पकाउन गइरहेका छौँ। अनि दुईटा अकबरी खुर्सानी त राख्न बिर्सिनु नै भएन। अनि यो पाकिसकेपछि धनिया पनि माथिबाट छरिदिएँ। अचार पनि मजाले पाकेर रेडी भइसकेको छ। अब यसलाई चाहिँ मिक्सरको भाँडोमा राखेर सबैलाई पिस्न गइरहेको छौँ। मिक्सीलाई एकछिन ग्यारा पारेपछि यो अचार रेडी भइसक्यो। यो अचार चाहिँ के हो भन्नुहुन्छ भने मोमोको अचार बन्दैछ है साथीहरू। यता फेरि तेल तातिसकेपछि अघि भिजाएर राखेको मासुलाई यसमा रोस्ट गर्न राखिदियौँ। यतिको मजाले रोस्ट भइसकेपछि अब निकालेर भाँडामा राखिदिन्छौँ। यी सब खानाहरू चाहिँ अन प्लानिङमा बनेको है साथीहरू। केही नगर्ने, केक सेक पनि नकाट्ने, खानाहरू पनि सिम्पल बनाएर खाने भन्दै मोमो पनि पाक्यो। अनि यहाँ रोस्टहरू पनि पाक्दैछ अनि दुईटा लेग पिस पनि पाक्दैछ। सिम्पल अनि कति मिठो भएर रेडी भइसक्यो हाम्रो रोस्ट। आजको बर्थडे स्पेसलमा चाहिँ मोमो, रोस्ट अनि अचार अनि ब्राउन पापड यति मात्र बनाएर खायौँ। केक पनि कटिङ गरौँ भनेको मान्नु भएन। मैले फकाउनै सकिनँ। त्यसपछि ओके भनेर हामी केकलाई चाहिँ साइड गऱ्यौँ। अनि मैले यो एक हप्ता अगाडि उहाँलाई गिफ्ट किनेर राखिदिएको थिएँ। आज दिने पालो फाइनली आयो। अनि कस्तो छ कमेन्ट पनि गरिदिनु होला, सुहाएन भनेर। नयाँ कपडा लाउन पाएर मेरो हस्बेन्ड पनि मक्ख पर्नुभयो अनि मोमो खाना लाउनु भयो। अब चाहिँ हामी दुईजना मिलेर गफ गर्दै खाँदै गर्छौँ। सबै खाना मिठो अनि सिम्पल भएछ। कति दाल र भात मात्र खानु, कहिलेकाहीँ त यस्तो अनहेल्दी पनि खानुपर्ने हुन्छ। साइडमा कोक छ। केक कटिङ गरेर खुवाउन नपाए पनि मासुलाई कटिङ गरेर चटनीमा डोबेर खुवाइदिए। मैले पो बर्थडे भनेर खुवाएको। अब यहाँ फेरि मेरो हस्बेन्डलाई कपी गर्न परिहाल्यो अनि मलाई पनि खुवाइदिनु भयो। ती दिनबाट मोमो खान मन लागेको थियो। आज फाइनली बर्थडेको मौका पारेर मोमो पकाएर पनि खाइयो। मेरो छोरो चाहिँ क्यामेराबाट भागेर साइडबाट यति क्वेसन गरेर दिमाग खराब बनाउँछ नि, खाना पनि राम्रोसँग दिँदैन। बाबाको बर्थडेको यहाँ खाएर पनि भ्याएको छैन। बाबाको बर्थडे सकिन नपाउँदै उसलाई चाहिँ उसको बर्थडे कहिले आउँछ, मेरो बर्थडेमा के किनिदिने भनेर लिस्ट बताएर हैरान पारिसक्यो। कियान्सको गफ र मेरो गफ त कहिले सकिँदैन। हजुरहरूलाई बोरिङ लाग्यो होला। भिडियोलाई म धेरै लम्बाउन चाहदिनँ। कति खाइन्छ होला भनेर कस्तो मजाले पकाइन्छ है। तर यो प्लेट को भ्याउन पनि मलाई कति गाह्रो भयो। हाम्रो बर्थडे चाहिँ यस्तै भयो। फ्यामिलीसँग बसेर खायौँ, रमाइलो पनि भयो, मिठो गफ पनि गऱ्यौँ। यहाँसम्म बोरिङ नमानिकन भिडियो हेरिदिनु भएकोमा हजुरहरूलाई धेरै धन्यवाद। भिडियो हेरेर लाइक कमेन्ट गर्न चाहिँ कन्जुसाइ नगरिदिनु होला। अनि भिडियो फलो नगर्नु भएकोले नि फलो गरिदिनु होला। हस्त बाइ।